के तपाईको घरमा पैसा टिक्दैन? जति कमाए पनि अचानक खर्च बढ्छ, समस्या आउँछ वा धन आउँदा आउँदै हराउँछ जस्तो लाग्छ? के तपाईलाई थाहा छ, हाम्रो सानो सानो बानी र घरका केही साधारण चीजहरूले नै लक्ष्मी मातालाई खुसी वा रिसाउन सक्छन्? आजको यो भिडियोमा हामी तपाईलाई एउटा यस्तो सत्य कथा सुनाउँदैछौँ जसले तपाईको जीवन नै बदल्न सक्छ। जय लक्ष्मी माता। साथीहरू, तपाईहरूलाई यस भिडियोमा हार्दिक स्वागत छ। हे लक्ष्मी माता, यो भिडियो हेर्ने हरेक व्यक्तिमा तपाईको कृपा सधैँ बनिरहोस्। उनीहरूलाई सुख समृद्धि प्राप्त होस् र धनको कमी कहिल्यै नहोस्। साथीहरू, माता लक्ष्मी भन्नुहुन्छ कि घरका यी 5 चीजहरू कहिल्यै अरूलाई दिनु हुँदैन। हाम्रा हातबाट दान गरिएका यी 5 वस्तुहरूले हामीलाई भयंकर आपत्तिको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले आज हामी तपाईलाई माता लक्ष्मीद्वारा सुनाइएको एउटा प्राचीन कथा सुनाउँछौँ। यस कथाका माध्यमबाट तपाईले थाहा पाउनुहुनेछ कि एउटा स्त्रीले आफ्ना घरका कुन कुन चीजहरू अरूलाई दिनु हुँदैन। जुन स्त्रीले यी चीजहरू अरूलाई दिन्छिन्, माता लक्ष्मी उनको घर छोडेर जानुहुन्छ। यसले घरमा सुख समृद्धि र ऐश्वर्य घटाउँछ, शान्ति हराउँछ र धनको कमी आउँछ। त्यसैले मित्रहरू, तपाई यो कथा पूरा सुन्नुहोस्, किनभने आधा अधुरो ज्ञान विष जस्तै घातक हुन्छ। जसले यो कथा पूरा सुन्छ, माता लक्ष्मीले उसको झोली खुशीहरूले भरिदिनुहुन्छ। त्यसैले ढिलाइ नगरी कथा सुरु गरौँ। तर त्योभन्दा पहिले भिडियो लाइक र च्यानल सब्स्क्राइब गरेर कमेन्टमा जय माता लक्ष्मी अवश्य लेख्नुहोला। मित्रहरू, पूर्वकालको कुरा हो। मध्य देशमा एउटा अत्यन्तै सुन्दर नगर थियो। त्यो नगरमा सुकन्या नामकी एउटी स्त्री आफ्ना पति र सासू ससुरासँग बस्थिन्। सुकन्या एक पतिव्रता नारी थिइन्, जो सत्य र धर्मको पालन गर्नमा तत्पर र गृह कार्यमा दक्ष थिइन्। सुकन्याको स्वभाव अत्यन्तै दयालु थियो। उनी सधैँ अरूको सहायता गर्थिन्। उनका पति सञ्जय एक व्यापारी थिए। उनको अन्नको पसल थियो, जहाँ उनी मानिसहरूको आवश्यकताका चीजहरू बेच्थे। सुकन्या आफ्ना पतिलाई अत्यन्त प्रेम गर्थिन् र उनलाई नै परमेश्वर मानेर सेवा गर्थिन्। सुकन्या आफ्ना पतिभन्दा पहिले उठ्थिन्, घरको आँगन सफा गर्थिन्, रङ्गोली बनाएर सजाउँथिन्। त्यसपछि स्नान गरेर तुलसीलाई जल दिन्थिन् र देवी देवताको पूजा गर्थिन्। उनी कहिल्यै कसैको अनादर गर्दिनथिन् र सबैसँग मिठो बोलीमा कुरा गर्थिन्। मानिसहरू भन्न थालेका थिए कि सुकन्या त साक्षात लक्ष्मी जस्तै गुण भएकी स्त्री हुन्। उनी दान धर्ममा कहिल्यै पछि हट्दिनथिन्। उनको घरमा आउने कोही पनि खाली हात फर्किँदैनथ्यो। भोकै आउनेले पनि भरपेट भोजन पाउँथ्यो। सुकन्याले छिमेकीहरूलाई पनि धेरै सहयोग गर्थिन्। जो गरिब वा दुखी थिए, उनीहरूलाई खाना दिन्थिन्। छिमेकीहरूलाई मन परेको सामान पनि बिना सोचे दिइहाल्थिन्। त्यसैले सबैले उनलाई देवी जस्तै मान्थे। एक दिन सुकन्याको छिमेकी उनको घरमा आइन् र पाहुनाका लागि चक्ला, बेलना र तवा मागिन्। सुकन्याले सहजै दिइन्। अर्को छिमेकी आइन् र घर सफा गर्न कुच्चो मागिन्। त्यो पनि सुकन्याले दिइन्। त्यसपछि अर्को स्त्री आइन् र आफ्नी छोरीका लागि गहना र लुगा मागिन्। सुकन्याले त्यो पनि दिइन्। अन्तिममा एक वृद्ध महिला आइन् र बच्चालाई खुवाउन दूध मागिन्। सुकन्याले त्यो पनि दिइन्। यसरी सुकन्याले सबैलाई सहयोग गरिन्। तर अर्को दिन ठूलो विपत्ति आयो। उनका पतिको पसल लुटियो र घरको धन पनि चोरी भयो। परिवारले सुकन्यालाई दोष दिए र अन्ततः उनलाई घरबाट निकालियो। दुखी भएर सुकन्या माता लक्ष्मीको मन्दिरमा गइन् र प्रार्थना गरिन्। निराश भएर उनले आत्महत्या गर्न खोजिन्। तर त्यही बेला माता लक्ष्मी प्रकट हुनुभयो। माता लक्ष्मीले भन्नुभयो, मानिसले आफ्नो प्राण लिनु हुँदैन। अनि उहाँले सुकन्यालाई सम्झाउनुभयो कि उनले अन्जानमा 5 गल्ती गरिन्। पहिलो, घरको चक्ला, बेलना र तवा अरूलाई दिनु। दोस्रो, घरको कुच्चो अरूलाई दिनु। तेस्रो, साँझको समयमा नुन, पिठो, दूध, दही जस्ता सेता वस्तु दिनु। चौथो, आफ्ना गहना अरूलाई दिनु। पाँचौं, बिहान सबैरै दूध दान गर्नु। यी वस्तुहरू दिनाले माता लक्ष्मी घर छोडेर जानुहुन्छ र दरिद्रता आउँछ। सुकन्याले आफ्नो गल्ती स्वीकार गरिन् र क्षमा मागिन्। माता लक्ष्मीले उनको दुःखलाई प्रायश्चित्त मानेर उनलाई क्षमा गर्नुभयो र पुनः धन सम्पत्ति फिर्ताइदिनुभयो। पछि उनका पति पनि आएर क्षमा मागे र सबै धन फर्कियो। सुकन्याको घरमा फेरि सुख समृद्धि आयो। त्यसपछि सुकन्याले कहिल्यै ती वस्तुहरू अरूलाई दिइनन्। साथीहरू, अब तपाईले पनि बुझ्नुभयो होला कि घरका कुन वस्तुहरू दान गर्नु हुँदैन। यदि भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब गर्न नबिर्सनुहोला। कमेन्टमा जय माता लक्ष्मी अवश्य लेख्नुहोला। धन्यवाद।